हेलो जयबसी, गुड मर्निङ। फेरि पनि तपाईँहरूको अगाडि यो एउटा वचन पढ्नु गइरहेको छु। शीर्षक छ उज्यालो र अँध्यारो। मत्तीको सुसमाचार 6को 22 देखि 24सम्म। उज्यालो र अँध्यारो। शरीरको दियो आँखा हो, यसकारण यदि तिम्रो आँखा असल छन् भने तिम्रो सारा शरीर उज्यालो हुनेछ। तर तिम्रो आँखा खराब छन् भने तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीमा भएको उज्यालो चाहिँ अँध्यारो भयो भने त्यो अँध्यारो कस्तो घोर अँध्यारो हुनेछ। कसैले दुई मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ, अथवा त्यो एउटा प्रति भक्त हुनेछ र अर्कोलाई त्यसले तुच्छ मान्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। आमेन।